त्यो आमा भने खोज्न आउँदैन छोरी जस्तो भयो मेरो आमा कहाँ होला भनेर रुन्दै कल्बन्दै आउँछ छोरा जाठो त नआउँदो रहेछ एउटा छोरा जन्मेर त्यसको बाउ मर्यो एउटा छोरा जन्मेर बाउ मर्यो बसेको त्यो छोरो रुँगेर बस्दा बन्दा कुम्लोमा बोकेर हुर्कायो उसमा घाँस बारी बोक्यो नानी यहाँ तेर्सेर बोक्यो त्यसो गरेर हुर्कायो अहिले त्यसले आमा भने खोज्न आउँदैन। हेलो दर्शकविद नमस्ते, म हो यतिखेर फेरि रविकरण लिम्बू यही घरमा आइपुगेको छु। उहाँको भिडियो चाहिँ धेरैभन्दा धेरै भाइरल भएको छ। लगभग 4 दिनमा 5 लाख क्रसले हेरिदिनु भएको छ त्यो भिडियो। 5-6 दिन भयो। अथाक प्रयासपछि उहाँको छोरा सम्पर्कमा आउनु भएको छ र उहाँको नाति पनि सम्पर्कमा आउनु भएको छ। यही घरमा बस्नुहुन्छ 91 वर्षको बोजू। अब भावनाजीलाई अलिकति कता दुःख लागिरहेको छ। बोजूलाई कता न कतै उहाँको परिवार त सम्पर्कमा आउनु भएको छ हैन। उहाँको छोरा चाहिँ म अहिले मम्मीसँग बोल्दिनँ भन्नु भएको छ। लगभग उहाँको छोरै चाहिँ अहिले 71 कि 74 वर्ष पुग्नु भएको रहेछ क्या उहाँ आमाको छोरै चाहिँ होला। अनि अब उहाँलाई त लानुहुन्छ, अब उहाँ आमाले लानुहुन्छ, तपाईँ त यहाँ छिमेकी, तपाईँको घर उहाँको घर होइन। अब उहाँ तपाईँ चाहिँ भेट्न जानुहुन्छ अरे? म जान्छु भेट्नु, किनभने बाध्दै कराउँदै भए पनि यहाँ हामीलाई यहाँ रेखदेख गर्नुहुने होइन। यहाँ निरी जस्तै तस्तै मान्छे यहाँ छिर्दैन। उहाँ हुँदाखेरि हामीलाई ढुक्क छ क्या, कोही पनि आउँदैन क्या। एउटा गार्जेनको रूपमा तपाईँलाई, तपाईँ गार्जेन, तपाईँको फुपू बिचारा एक्लै हुनुहुन्छ, त्यस्तो हो। तपाईँले गर्दाखेरि अरूले त्यस्तो गर्दैन होइन। उहाँ चाहिँ जे कुखुरा सुँगुर बाख्राहरू आयो भने कुटेर खेद्नुहुन्छ। यस्तो पूजापूजी पनि यहाँ अगाडि खेल्नु दिनुहुन्न। यति चाहिँ त्यसमा छोरा मान्छेहरू चाहिँ आउँदैन कतै नि हाँस्ने भयो। एनिवे भिडियो कस्तो छ हेरौँ। भावना फेरि म मूलघाटमा आएको छु दर्शक बेन। त्यतिखेर यहाँ भावनाजी हुनुहुन्छ। उहाँले गर्दाखेरि आज बोजूको चाहिँ आफन्तसम्म भेटिएको छ, आफन्त भेटिएको छ, उहाँको छोरा भेटिएको छ, उहाँको नाति भेटिएको छ। फोनमा हामी कुराकानी गर्दैछौँ र हामी नेक्स्ट भिडियोमा चाहिँ मेरो सहकर्मी मित्रहरू पनि लिएर आएको छ। यता हामी फेरि आएका छौँ। बोजू के गर्दै हुनुहुन्छ त? हामी बोजूलाई च्याउनेछौँ, बोजूको बारेमा हामी कुरा गर्नेछौँ। यो घर है, ल यो घर, ल हिँड्नु त घर चाहिँ हेर्नु त के गर्दै हुनुहुन्छ। अहिले नै नबोलाउँ है, अहिले नै हेर्नु त बोजूले बिस्तारै के गर्दै हुन्छ भन्नु। निनीको चाहिँ अलिकति सुरुवाल चाहिँ निनीको लुङ्गी चाहिँ अलिक बिग्रेछ क्या र निनीको। आगो पुग्नु आँटेको खै यतापट्टि आउनु त। त्यो मेरो झोला ल्याउनु न। चिया खान मन लाग्छ के गर्ने। चिया खाने आमा ए अनि के तपाईँ नि उतानेर तपाईँलाई नि तपाईँको नाता गोता कोही पनि छैनन्? छैन त, पहिले त थियो अहिले त छैन। तपाईँको तुम्बा, तपाईँको काका, तपाईँको दाजु अंशियारी हुन्छ नि, उहाँहरूको नाम थाहा छ के भन्ने? तपाईँको तुम्बा खोइ छैन। के नाम? खोइ नाम के नाम थियो, अब पहिले मरिसक्यो, कता गयो कता गयो। अनि नाम थाहा छैन तपाईँलाई उहाँहरूको? थाहा छैन। अनि एउटा दाजु लामाको मात्रै चतुरी लामा अनि खाइबा लामा थियो, खाइबा मरिहाल्यो। चतुरीको छोरा खाइबा मरिहाल्यो, चतुरी दाजु पनि मरिहाल्यो। अरूको बडो बाउ थियो। मेरो बाउपट्टिको है, मेरो अंशियारी भाइपट्टिको होइन, दाजुभाइपट्टिको होइन,
मेरो बाउपट्टिको। अनि त्यो खाइबा चतुरी दाजु मरिहाल्यो। अनि बडबाबु थियो, त्यो बडबाबु खाल छाभाइ छोरा थियो, छाभाइ छोरा पनि झिरिपै गयो। त्यो छबेको छोराहरूको नाम थाहा छ तपाईँलाई? एउटाको नाम खोइ कता हो याद छैन। याद छैन तपाईँलाई? त्यो ऊ मात्रैले थाहा छ, आफ्नो आमाले जन्मेको मात्रै थाहा छ, बडबाबुको जन्मेकोलाई थाहा छैन। अनि आमा चाहिँ तपाईँको कहाँ अरे पहिला? 2 नम्बर रामे साहब। ए काभ्रे भनेको थियो, रामेछाप। रामेछाप जाने कि नजाने तपाईँ? जान्दै किन त के खोज्नु जानु खै, अब शाखा सन्तान कोही छैन, के खोज्नु जानु। अनि तपाईँको छोरा हुनुहुन्छ नि? छोरा त यता कतातिर ससुरालको छाप्दै होला नि। छोरा ससुरालीमै बस्यो छ? त्यो आमा भने खोज्न आउँदैन, छोरी जस्तो भयो मेरो आमा कहाँ होला भनेर रुन्दै कल्बन्दै आउँछ। छोरा जाठो त नआउँदो रहेछ। एउटा छोरा जन्मेर त्यसको बाउ मर्यो, एउटा छोरा जन्मेर बाउ मर्यो। बसेको त्यो छोरो रुँगेर बस्दा बन्दा कुम्लोमा बोकेर हुर्कायो। उसमा घाँस बारी बोक्यो, नानी यहाँ तेर्सेर बोक्यो, त्यसो गरेर हुर्कायो। अहिले त्यसले आमा भने खोज्न आउँदैन। कति वर्ष भयो छोरासँग भेट्न भएको? भयो त यो पुल बनाउँदाखेरि एकपल्ट झुलुक्क आएको थियो, त्यहाँदेखि आएको छैन। भनेपछि 60-70 वर्ष भयो होला नि त। तपाईँ कति वर्ष? 91 वर्ष पुग्नु भयो अरे तपाईँ त? म 91 वर्ष। कोनी म कति 80-90 साल, 90 सालको मेरो दिदी, 90, 91, 92, 93 सालको होला। 93, 94 सालको म। भनेपछि तपाईँ 91 वर्ष। अनि छोराले अनि तपाईँले कहिले भेट्नु आएन? 70 वर्ष भइसक्यो नि। खोइ आएकै छैन। छोरी छ कि छैन तपाईँको? छोरी छैन, एउटै छोरा जन्मिएको। तपाईँको नाम चाहिँ के भन्नुभयो? माया तामाङ नि। माया तामाङ हो? एउटै छोरा जन्मेको? छोराको नाम के अरे? छ्यावाङ। के? छ्यावाङ लामा। छ्यावाङ मोक्तान लामा भन्छ। लामाको छोरा लामै भन्नु पर्यो नि। अब दाजुभाइ दिदीबहिनी को हुनुहुन्छ तपाईँको? दाजुभाइ दिदीबहिनी कतिजना? मेरो दाजुभाइ दिदीबहिनी त बहिनी दिदीहरू त सबभन्दा बहिनी मै हो। अब दिदी बहिनी भन्ने मै हो, बहिनी भन्ने पनि मै हो, सबभन्दा कन्ची मै हो। 3 बहिनी छोरीमा 3 बहिनी। दाजुभाइ माइती दाजु एकजना चतुर लामा। अनि खाइबा थियो, खाइबा त्यसको छोरा खाइबा लामा थियो, खाइबा लामा पनि मर्यो। तपाईँको बुवा आमाको नाम चाहिँ के हो? मेरो बुवा आमाको नाम त खोइ थाहा छैन होला। के भन्थ्यो गाउँमा पहिला? गाउँमा के भन्थ्यो पहिला बाउलाई आमालाई तपाईँको? बाउलाई थाहा छैन। काभ्रे के अरे रामे साहब। रामेछाप कहाँनिर भन्नुभयो? रामे साहब दोरम्बा। अनि तपाईँलाई छोराले किन नखोजेको रहेछ? यसो विचार गर्नु त। खोइ किन नखोजेको। अब एउटै छोरा जन्मिएको, कति दुःख गरेर छोरा जन्मिँदाखेरि त कति खुसी हुनुहुन्थ्यो त्यतिखेर? छोरा जन्मिँदाखेरि के भन्छ रे? कतिको खुसी हुनुहुन्थ्यो छोरा जन्मिँदा? खुसी हुन्थ्यो नि त मान्छे त। छोरा जन्मिँदाखेरि तपाईँको छोरा जन्मिँदा कति खुसी हुनुहुन्थ्यो भनेको? छोरा जन्मिँदा त खुसी भयो नि। ओहो छोरा जन्मियो, फाल्नाले भन्यो, एउटल पनि फाल्नाले भन्यो, एउटल पनि फाल्नाले भन्यो। एउटै छोरा जन्मिएको, छोरा जन्मेर 6 महिनामा बाउ खतम भयो। त्यसको 1 वर्षमा उसको बोजू खतम भयो। बाउको नाम चाहिँ के हो? कसको? बुवाको नाम, तपाईँको श्रीमानको नाम? केशर सिंह लामा भन्छ। केशर सिंह लामा तपाईँको श्रीमान। अनि तपाईँको श्रीमान मृत्यु भइसकेपछि तपाईँले बिहे गर्नु भएन? छोराले नि खोज्नु आएन? म त ठेक्का बडा गर्दै हिँडेको।
यो यो धनकुटा जाने बाटो यो के पुल अरे यो कतिको मूलघाट पुल पनि बनेको थिएन बनेको थिएन नि तल थियो धुलै पुल झुम्ले पुल थियो मान्छे जसले मान्छे ल्याउने त्यसले दिने काम भन्दै थियो तपाईँले गर्नुभयो काम मैले मान्छे ल्याए सुन्नु न आमा है तपाईको छोरा लिनु आउनु भयो भने जानुहुन्छ कि जानुहुन्न जान्छु होला नि अब छोरा नाति लिनु आउनु भयो भने जानुहुन्छ अब कि तपाईँ र म नै उता रामेछाप जाउँ त खोज्नु किन छोराले खोज्नु जाउँ छोराले खोज्दैन छोरा त रामसाब छैन मधेसमा छ मधेसमा छ त्यो मधेसमा ससुराको थाप्दै होला नि ससुराको सुन थाप्दैछ होला सुन थाप्छ कि हिरो चाहिँ थाप्छ कि यस्तो थाप्दै होला अनि उताबाट चाहिँ अब जवानी हुनुहुन्थ्यो अनि मलाई बिर्स्यो मेरो आमाले अर्कोसँग बिहे गरेर कहाँ गयो भन्नुहुन्छ कि बा छोराले के भन्छ त्यसले कोसँग कोसँग बिहे गर्न गयो झाठा आमा नखोज्ने छोरा रहेछ नि गएको त गए एकपल्ट गएको म गएको त तेरेमा जाँठा तेरो छोरा छैन अखिरी नाममा ल्याएको छ काम ल्याएको छ मेरो नाममा तेरो नाममा ल्याएको होइन मेरो नाममा ल्याएको मैले मान्छे ल्याएको लुम्बिनी अन्जना घोमबहादुर थापा भन्ने मगर पनि थियो त्यहाँ दुईजना पार्टनर त्यहाँ दुईजना त्यसले 5,000 लगेर पैसा त यत्रो खत्ता लाग्यो दुईजना मान्छे ल्याएर त्यही हो तेरो मान्छे लगेर चाहिँ गोजीमा लगाएर भने लुम्बिनी घोमबहादुर थापाले भने तेरो के छ तेरो 3जना मान्छे ल्याएको गोजीमा लगाएर लैजा भनेर भने मैले के गर्नु म मान्छे लिन गएको मेरो पैसा उठाउन गएको मान्छे मैले 45 जना मान्छे ल्यायो भनेर सबै करायो अनि नि आमा छोरा यत्रो धेरै वर्ष अब आमा छोराको भेट भएको छैन तपाईँ 90-91 वर्ष पुग्नु भयो छोरा चाहिँ लगभग 70-74 वर्ष पुग्नु भयो अरे हैन कता कता हामी सुनिरहेको छौँ छोरा लिनु आयो भने त जानुहुन्छ नि जान्छ नि आफ्नो छोरा आयो भने जान्छु नातिहरू आउनु भयो भने नातिहरू छोराको छोराहरू पनि छन् नि त दुईटा छ रे दुईटा छ रे बुहारी मर्यो रे उहाँहरू आउनु भयो भने तपाईँ जानुहुन्छ बोलाउनु पर्छ ल तपाईँको नाति र छोराहरू तपाईँको छोरा र नाति बोलाइदिनु नि है बोलाइदिन्छौँ अब यो भिडियो हेर्नुहुन्छ धेरै सेयर गरिदिनुहुन्छ हाम्रो दर्शकहरूले बोलाइदिनु यहीँ बस्यो भने राम्रो छ अभोरी बनाऊ मेमेले बनाएको घर हो यो तपाईँको घर म आफूले नै बनाएको नि यो त यो आफैले बनाउनु भएको होइन अनि सबै भत्की गयो त सबै भत्की गयो त नि भत्के नि भत्केर अब के गर्नु म त भत्किन आयो घर किन नभत्क तपाईँ नै भत्किनु आँट्नु म त भत्किन आयो अनि यो आगो फुक्नु आँट्नु भएको आगो फुकौँ भनेको खोइ किन आमा आगो फुक्ने चिया पकाइ खाने चिया खान मन लाग्यो चिया खा बिहान मेरो चिया नै मेरो सार्वभौमिक चिया नै बिहान 1 कप चिया बेलुकी 1 कप चिया नखाए त सन्दोकै हुँदैन म चिनी छ मेरो चिनी छ किन्नु पर्छ नि अब के गर्नु अब नकिन्नु भएन मेरो जाँड पनि त्यही रक्सी पनि त्यही सबै त्यही हो अनि यो किटले चाहिँ कति भयो यो नमाज्नु भएको यो नमाज्नु भएको कति भयो किटली कति नि कति अब आगो फुकौँ भनेको खोइ भयो दर्शकबिद यतिखेर चाहिँ म आमाको डेरासम्म फेरि आएको छु आमा चाहिँ के गर्दै हुनुहुन्छ हजुर भनेर म एकचोटि फेरि च्याउन आएको छु आमाको चाहिँ मैले अथाह प्रयास पछाडि फोनमा आमाको परिवार भेटाएको छु खुसीको कुरा यस्तो खुसी लागिरहेको छ आफूले गर्दै गरेको काम
तपाईँहरूको सेयरले गर्दाखेरि आज तपाईँहरूको यो मेरो भिडियोलाई सेयरले गर्दाखेरि भेटाएको छु। तर आमाले लिनु कहिले आउनुहुन्छ कि आमा चाहिँ हामी त्यहाँ पुऱ्याउँछौँ थाहा छैन, किनभने उताबाट फाइनल्ली कुरा भएको छैन र यताबाट फाइनल्ली पनि कुरा भएको छैन। आमा चाहिँ छोराको तडपाइमा एकैजना छोरा जन्माए तर खोजेन भनेर आमा गुनासो गर्नुहुन्छ। आमाको आवाज चाहिँ जस्तै त्यस्तै। यतिखेर चिया पकाउनको लागि चाहिँ आमा आगो फुक्दै रहेछ। यतिखेर लगभग 5 बजेको छ साँझको। म यहाँ निस्किरहन्छु गरिरहन्छु। अनि आमाको यो नुन। अनि आमा तपाईँको छोरा पछि म ल्याइदिन्छु ल। छोरा जानुहुन्छ नि होइन? खोइ जम्की नजम्की त्यसको त्यसले के भन्ला त्यो केही भन्दैन नि। अनि यस्तो भगवान् जस्तो आमाले यति लामो सङ्घर्ष पछाडि भेटघाट अनि गरेको के बोल्छ त्यहाँ फोनमा। त्यो छोरासँग बोल्यो अब म बोल्छु। बोल्नुहुन्छ? छोरासँग बोल्नुहुन्छ? बोल्छु नि तपाईँहरूको भेटघाट त अनि 70, 80, 90 अनि 70 वर्ष भयो रे भेट नभएको तपाईँहरूको। छोराले भन्यो नातिले भनेको। नातिले नातिले भन्नुभएको। बुहारी पनि मरे रे न भेट नभएको भयो होला अब हिजो अस्ति आमा आमा बुहारी छैन है भनेर भने छोराले। ए त्यहाँदेखि आउनु भएको छैन? ल ल राम्रै भयो भनिदिनु बोलाउँदैनन्? छोराले बुहारीले पकाएको भात पनि एक गाँस पनि खाएन मैले। त्यो तपाईँको बुहारी बितेको खबर मात्रै पाउनु भयो? बितेको खबर मात्रै पाउनु भयो? हिजो अस्ति बितेको बेलामा भनेको नि। हिजो अस्ति भन्दा पनि अब त धेरै भयो नि। आमा आमा बुहारी छैन है भनेर भने जाति भाइ है छोरा भन्दै। किन त्यसो भन्नुभएको? ला चुकचुक गर्नु भएन नि? ए ला भनेर चुकचुक गर्नु भएन तपाईँले? अनि चुकचुक गर्नुपर्छ नि। ए भारी त खतम भयो भनेर गर्नु भएन? ए हुन्छ आगो पुग्नुहोस्, तपाईँ आगो पुग्नुहोस्। यहाँनिर पनि देखाउनु होला क्यामराम्यान चाहिँ भावना राई हुनुहुन्छ। उहाँले मलाई पहिलोचोटि बोजूलाई भेटाइदिनु भयो। आज उहाँले गर्दा उहाँको आफन्तसँग म जोडिन सफल भएको छु। अब यो भिडियो हेर्दै जानु होला। तर एउटा दुःखको कुरा चाहिँ मेरो आमा चाहिँ हो तर म स्वीकार्दिनँ भनेर उहाँको छोराले भन्नुभएको छ। विडम्बना दुःख लागिरहेको छ। कारण किन हो त? त्यो हामी कोट्याउन चाहन्छौँ। आफ्नो आमा नस्वीकार्ने व्यक्ति कस्तो हुनुहुन्छ हामी त्यो पनि उहाँको आवाज पनि तपाईँलाई हामी राख्नेछौँ। र उहाँको नातिको पनि कुरा के भन्नुभयो बाबाले र उहाँको नातिले के भन्नुभएको छ जस्तोको त्यस्तै अर्को एपिसोडमा तपाईँलाई हामी देखाउनेछौँ। र त्यहाँ सम्बन्धित स्थानीयहरूसँग पनि म जोडिरहेको छु। त्यो भिडियो पनि म तपाईँलाई देखाउँछु। र यतिखेर यो मेरो भिडियोलाई धेरैभन्दा धेरैले हेरिदिनु भयो। र त्यो भिडियो चाहिँ तामाङ सङ्घ केन्द्रीय भूतपूर्व अध्यक्ष र अहिले सल्लाहकार समथिङ के हुनुहुन्छ उहाँले पनि मलाई फोन गर्नुभएको छ। म उहाँसँग जोडिएको भिडियो पनि म तपाईँले देखाउन चाहन्छु। किनभने उहाँ आमाको साँच्चै नै लथालिङ गरेर बेजोग बस्नुभएको थियो। यहाँनिर चाहिँ मान्छे नै तल पसिगइन्छ। अब यहाँ यस्तो भत्केको छ। खाट हेर्नुहोस्, यहाँ खाट हेर्नुहोस्। खाटको हालत यस्तो छ। पुरै यतापट्टि यस्तो छ है। हावा उड्दाखेरि यो घर कसरी आमाको जिन्दगी, आमाको एक्लो जीवन कसरी बित्यो त हेर्नुहोस् न। आमा आगो फुक्नुहुन्छ, आमा आगो फुक्दै हुनुहुन्छ। तपाईँले देख्दै हुनुहुन्छ यतिखेर आमालाई चियाको एकदमै तलतल भइरहेको छ। चिया पकाइदिने मान्छे छैन। बिरामी भयो भने आगो तताइदिने पानी तताइदिने मान्छे छैन। तर बनकारी छिमेकी भावना राईले आमाको सम्पूर्ण हेरचाह गर्दै हुनुहुन्छ। उहाँलाई पनि थ्याङ्क्सफुल भन्नुपर्छ। र भगवान् जस्तो बनिनु भएको छ आमाको लागि भावना राई यतिखेर क्यामराम्यानमा हुनुहुन्छ। थ्याङ्क यू सो मच भावनाजी। र आमाको कुरा जस्तोको त्यस्तै मैले राख्न चाहे र तपाईँको कमेन्ट जस्तोको त्यस्तै राख्नु होला। र यो हाम्रो भिडियो तपाईँले कस्तो लाग्यो त्यो पनि सेयर गरिदिनु होला भनेर कहाँ र कुन कुन ठाउँबाट तपाईँले हेर्दै हुनुहुन्छ त्यो पनि लेखेर पठाउनु होला भन्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता रविक्रम लिम्बू बिदा हुन चाहन्छु। हवस् त, नमस्ते। बाँकी दिन तपाईँको शुभ होस्।